आज हामी मानङकोट भाइरल ठाउँमा जाँदैछौँ। जुन ठाउँ चाहिँ तनहुँको दमौली बजारबाट माथि लगभग 7-8 किलोमिटर बजारबाट र मेन उकालो चाहिँ 6 किलोमिटर रहेको छ। हामी उकालोमा जाँदैछौँ। मानङकोट एकदमै भाइरल ठाउँ, जहाँ चाहिँ बादलमाथि चाहिँ सूर्य उदय भएको हामीले टिकटकको माध्यमबाट देखिरहेका छौँ। बाटो एकदम पुरै शीतले चिप्लो छ र यहाँलाई भन्नुपर्दाखेरि ड्राइभ गरिरहनु भएको छ एकदम वरिष्ठ भजन गायक अशोक पाण्डेज्यू र क्यामेरामा म छु प्रकाश केसी। आज हाम्रो यो यात्रा एकदम रमणीय सुन्दर बनाउने हामीले कोसिस गर्दैछौँ। जाडोले कामिरहेछौँ, जाडोले लुङलुङ कामिरहेछौँ। एकदमै चिसो चाहिँ यस्तो चिसो छ। हुन त हामीले बादलमाथिको त्यो घामलाई हेर्न जाँदैछौँ नि। तल यो ठाउँको एउटा रहस्य चाहिँ के रहेछ भने प्राचीन कालदेखि चाहिँ ब्यास गुफा पनि यहाँ मुनि रहेको। त्यहाँमा चाहिँ कुहिरो उत्पत्ति गरेको, पराशर ऋषिले कुहिरो उत्पत्ति गरेको प्रसङ्गहरू जुन श्रीमद् भागवतमा आउँछ त्यो अहिले पनि रहिरहेको कुरा चाहिँ जाडो महिनामा पुरै कुहिरो मात्रै लागिरहन्छ अरे हो। जाडो महिनामा पुरै 1 बजीसम्म चाहिँ कुहिरो मात्र लागिरहने कुरा पनि हामीले कुरा थाहा पायौँ र हामीले त्यो भोगी पनि रहेका छौँ। 12 बजीसम्म कुनै पनि हालतमा कुहिरो हट्दैन र घाम लाग्दैन। तल बजारमा ग्यास लागि पर एकदमै चिसो। एकदमै बाटो ठाउँमा त एकदमै पानीले भिजेको जस्तै चिसो देखिरहनु भएको छ। पुरै पिच बाटोहरू सबै भिजेको छ। पानीले भिजे जस्तै भइसक्यो अनि हामी यता बस्दा पुरै पानीले भिजेको जस्तो भइसकेका छौँ। एकदमै चिसो, लगभग यहाँ हेर्ने हो भने माइनस त छैन, लगभग 4-5 डिग्री होला। सानो बाबु नानीहरू स्कुल जानको लागि सर हजुर तपाईँले केही देखिरहनु भएको छ त? मैले नदेखेको बाइक कसरी चलाउनु पुरा। तर मैले त केही देखिरहेको छु। कति हो यार, तर पुरै भिजिसक्यो, मुस्टै पुरै भिजिसक्यो यार। सिट्ने के भाइजर लगाएर चलाउनु पनि नसकिने। भाइजर लगायो भने त बाबाले सबै छेकिहाल्छ नि। ल बुझ्छु ल, यही अगाडि देखिँदैन कस्तो चिसो, पुरा बादल बढाएर ओके छ त। सायद हामी मानङकोटको यो जुन ठाउँ छ हामी जाँदैछौँ त्यहाँ आइपुग्न लागेको महसुस भइरहेको छ। किनभने अब त्यति सिट पनि यहाँ देखिँदैन बाटोमा। अब कता कताले हामीले पनि देखिन लागेको हो कि जस्तो लागिरहेको छ। अब हाम्रो गन्तव्य धेरै टाढा छैन। अब हामी लगभग पुग्ने क्षणमा छौँ। नारायण भगवान् पनि देखिसकेको छ, अब यो उज्यालो पनि देखिसकेको छ। हजुर सर, हजुर हेर्नु त हामीले अब भगवान् देखिसक्यौँ। घाम देखेपछि अलिअलि सास आए जस्तो हुँदो रहेछ। तल त्यस्तो थियो, अब यहाँ यति उज्यालो भइसक्यो। अब सम्भवतः अलि माथि गएपछि पुरा हामीले घामको चाहिँ देख्न पाउँछौँ, जुन हामी हेर्न आएका छौँ। घाम ताप्न आएको राम्रो पुरानो अब हामी अफरोड बाटोतिर आइसकेका छौँ। यहाँ पिच छैन। पहिला यहाँ पानी परेको बेलामा पुरै चिप्लो भाइरल बाइकहरू लडेको देख्न पाइन्थ्यो। अहिले बाटो त्यस्तो चाहिँ खराब छैन, तर अफरोड छ। हामी लगभग नजिक आइसकेका लगभग सकाळ जस्तो भयो।
हजुर कुहिरो सकाए जस्तै भयो तपाईँलाई अलरेडी सबै कुहिरो बादलमाथिको यो आकाशमा हामी बादलमाथिको स्वर्ग हामी बादलमाथिको स्वर्ग हेभन बाटो पनि यहाँ बादल पारीको गाउँ वाउ सनराइज भ्यू हेर्नको लागि बस्नको लागि मान्छे आउनु भएको छ तर एकदमै चिसो पनि हुने सम्भावना रहेछ चिया खाइन्छ होइन यहाँको भ्यू हामी हेर्दैछ गाडी पनि लाग्ने रहेछ यहाँ यो साइड रिजर्भ हुनसक्छ लोकल बस्दै चल्ने रहेछ लोकल है समय 8:30 बजेको छ 8:30 बजे आइपुग्दाखेरि लगभग केही तलको हुसुहरू उड्न सुरु गरिसकेको छ जमेको अवस्थामा छैन तर पनि प्राकृतिक सुन्दरता एकदमै मनोरम टाढा टाढा देख्छ सुन्दर भ्यू हेर्नु मानुङकोट होमस्टे हेलो हेलो केही नयाँ देख्नु भयो सिटले भिजेको नहेर्ने पुरै भिजेन सिट पुरै भिजे है यात्रा गर्दा सिट हेर्ने अब नाकबाट पनि त्यस्तै आयो पुरै चिसो तल यहाँदेखि हामीलाई यहाँ त हिजो बेलुका आएर बस्नु पनि छ अरे त्यो यो है कता हो यो खुली छ पनि कस्तो लाग्यो यात्रा तपाईँ पुरै चिसोले शीत हाइट बाबाले यार रमाइलो बाटो आउँदाखेरि त रमाइलो भएको अब पनि रमाइलो गर्नुपर्छ हेर्नुपर्छ पुरा यसमा पनि त सिधै शीत लागेको छ है पुस्दिनु त ल शीत पुसेपछि तपाईँको सिट पनि आउँछ यहाँको पुस्दिनु न पहिला ल सिट यहाँ आँखाको यो खोचमा है हजुर यो शीत हो यो आँसु होइन फेरि रोगो भन्दा हेलो हेलमेट बाइक मम्मी हजुर मम्मी ल अब यहाँबाट यता जाने ठाउँ रहेछ अब यसो पर गएर खाम अनि चिया खाम्ला तातो के छ थुक्पाहरू पनि पाइन्छ होला हौ लेखेर त मानुङकोट प्रकाश सर म दुईजना आएको है चट्टदार हिजो बेलुका म नाटक गर्दै थिएँ त्यही भएर ल जाऊ यो मानुङकोट होइन त अब आइयो बिहान बिहानै बाइकमा चढेर सर शीतले भिज्दै साथीहरू अब अहिले पो गाउँ आए जस्तो लाग्छ बल्ल उनीहरू यसरी घरमा कुखुरा बाख्राहरू मानुङकोट अब घाम चाहिँ यहाँ लगाएर तलतिर त पुरै शीतमा भिज्दै आयो तपाईँलाई थाहा छैन अरू सब ठिक छ
यस्तो फोनको टावरहरू पनि रहेछ यहाँ चाहिँ। होटलहरू होला सायदै। घाम यहाँ लागिरहेको चाहिँ देखिरहेछ होइन। भर्खरीसम्म चाहिँ हामी कहाँ शीतमा थियौँ कि अहिले चाहिँ यस्तो। सार्वजनिक शौचालय यही बाटो हो, यतै बाटो हो अरे टावर जाने। वेलकम टु होटल भ्यू टावर बस। ए ऊ त्यही अस्ति नै त्यो भिडियोहरू बनेको ऊ त्यही हो पुरै तल जाने होइन त। ओ यस याला मान्छे बादलै बादल तल बादल माथि। Manunggut tanahmu. Yo manung डाँडा यो मानुको डाँडा। तर प्रकाश सर यहाँ हिउँ चाहिँ नपर्ने रहेछ क्या। तर हिउँ पर्नुपर्ने हो नि यस्तो ठाउँमा त होइन। पुरै स्लो मोसन गर्नुपर्छ होइन, दामी हुन्छ। खतरा ठाउँ भएछ ल जे भने आइयो। पुरा फिल्म सुटिङ गर्ने ठाउँ रहेछ यहाँ। चिया दोकान पनि आइछ। लु अब हेर्नुहोस् यहाँबाट, अब हेर्नुहोस् यो सबै अब बादलै बादल छ। हेर्नुहोस् हेर्नुहोस् या बादलै बादलको सहारा, यहाँ भन्दा मुनि छ बादल। उतापट्टि पहाड देखिँदैन नि, केटापट्टि पहाड देखिँदैन नि। यही डाँडो मात्रै देखिन्छ, अरू केही पनि देखिँदैन नि। लासो 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 त्यहाँ बसेर प्रकाशहरू नाचिरहेको छ। उठो सानो सानो बुसुनु जत्रै देखियो नि अटो। अब यही हो हजुर, गाजर छ गाजर लु।